नमस्कार। कार्यक्रम अपाङ्ग आवाजबाट म जगदीश प्रसाद अधिकारीको आदरणीय श्रोताहरू, कार्यक्रम अपाङ्ग आवाजमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। यो कार्यक्रम नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा तयार पारेको हो। आजको कार्यक्रममा हामीले भक्तपुर जिल्लामा रहेको समानताको लागि आवाज नामक संस्थाले सञ्चालन गरेको घर दैलो शिक्षा सम्बन्धी तयार पारिएको एक सामग्री, शारीरिक अपाङ्गता भएकी महिला देवकुमारी पराजुलीको संघर्षको कथा लिएर आएका छौं। साथमा अपाङ्गता सम्बन्धी गतिविधि पनि रहेका छन्। भक्तपुर जिल्लामा रहेको समानताको लागि आवाज नामक संस्था विशेष गरेर शारीरिक रूपमा पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको लागि काम गर्ने एक गैर सरकारी संस्था हो। यो संस्थाले आजभन्दा 5 वर्ष अघिदेखि नै भक्तपुर जिल्लामा रहेका शारीरिक अवस्थाका कारण विद्यालयसम्म जान नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै गएर शिक्षा दिने गर्दछ। आजको कार्यक्रममा हामीले यो संस्थाले सञ्चालन गरेको घर दैलो शिक्षा कार्यक्रमका बारेमा हाम्रा साथी शर्मिला विश्वकर्माले समानताको लागि आवाज संस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू, अभिभावकज्यूहरू र शिक्षा विभाग सामाजिक शिक्षा शाखाका प्रमुख एवं उपनिर्देशक गणेश प्रसाद पौडेलसँग गरिएको कुराकानीका आधारमा एक सामग्री तयार पार्नु भएको छ। कार्यक्रमको पहिलो चरणमा उक्त सामग्री प्रस्तुत गर्दै हुनुहुन्छ साथी शर्मिला विश्वकर्मा। समानताका लागि आवाज संस्था विभिन्न प्रकारका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको लागि काम गर्ने एक गैर सरकारी संस्था हो। यो संस्थाले भक्तपुर जिल्लामा रहेका मस्तिष्क पक्षघात भएका, पूर्ण तथा अति अशक्त अपाङ्गता भएका, तीव्र खालको बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै गएर विद्यालय स्तरको र व्यावहारिक शिक्षा दिने काम गर्दै आएको छ। यो संस्थाले शारीरिक रूपले हिँडडुल गर्न नसक्ने र विद्यालयको भौतिक संरचना अपाङ्गता मैत्री नभएका कारण विद्यालयमा गएर शिक्षा लिन नसकेका र विद्यालय उमेर नागिसकेका पूर्ण तथा अति अशक्त अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा दिँदै आएको छ। घर दैलो शिक्षा कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य बताउनुहुन्छ समानताका लागि आवाजका संयोजक सुमन पलिखेल। हामीले आज 5 वर्ष अगाडि 6 जना स्टुडेन्टबाट स्टार्ट गरेको, अहिले 9 जना पुगेको छ। शान्तिनिकेतन स्कुलसँग चाहिँ हाम्रो नेगोसिएसन छ। त्यहीँकै कोर्स हामी घरमा बच्चाहरूलाई चाहिँ डेलिभरी गर्छौँ। तीव्र अपाङ्गता भएका भाइ बहिनीहरूको लागि विशेष फोकस क पढेको र ख पढेको जो अब आफ्नो डे केयरमा पनि आउन सक्दैनन्, स्कुलमा पनि रेगुलर जान सक्दैन, त्यस्तो भाइ बहिनीलाई हामी टार्गेट गर्छौँ। ख पढेकोमा पनि उमेर भयो होइन, उसलाई जान आउन समस्या भएको रहेछ भने त्यो समूहलाई पनि हामी टार्गेट गर्छौँ। अहिले हामीले घर दैलो शिक्षा 2टा समूहमा हामी विभाजन छौँ। एउटा चाहिँ करिकुलम बेसमा जान सक्ने विद्यार्थीहरूलाई एउटा ग्रुप छ, एजुकेसनल रूपमा जान नसक्ने मानसिक रूपमा समस्या भएका भाइ बहिनीहरूलाई पनि हामी डेली लिभिङका कुराहरू सिकाउँछौँ। स्कुलमा जस्तो 1 देखि 10 सम्म हामी टार्गेट लिन्छौँ। अहिले हाम्रो चाहिँ 9 मा छ, 10 मा छ अनि 5 मा छ। त्यसरी बच्चाको लेभल हुन्छ, फरक हुन्छ। पढाउने मात्र होइन कि बच्चासँग साथी भन्ने, उसँग अब डेली घरमा एक्लै बस्नुको सट्टा एकजना साथी सधैँ गएर उसँग खेल्ने या कुराकानी गर्ने भएकोले अनि यो बच्चाको लेभल पनि शैक्षिकताको पनि बढ्यो। भक्तपुर जिल्लाकी पञ्चकुमारी कायस्थ बौद्धिक अपाङ्गताकी छोरीकी अभिभावक हुनुहुन्छ। उहाँकी छोरी 34 वर्षकी हुनुभयो। उहाँमा 5 वर्षको हुँदा बौद्धिक अपाङ्गता देखा पर्यो। बौद्धिक अपाङ्गता भएकै कारण उहाँकी छोरीले विद्यालय स्तरको शिक्षा लिन सक्नु भएन। अहिले यो समानताका लागि आवाज संस्थाले यहाँको घरमा नै गएर व्यावहारिक शिक्षा दिँदै आएको छ। यसरी संस्थाले आफ्नी छोरीलाई व्यावहारिक शिक्षा दिन थालेपछि अहिले पञ्चकुमारी कायस्थकी छोरीले आफ्ना दैनिक क्रियाकलापहरू आफै गर्न सक्नुहुन्छ र पहिलाको अवस्थाको तुलनामा उहाँको व्यवहारमा धेरै सकारात्मक परिवर्तन आएको अभिभावक पञ्चकुमारी कायस्थ हामीलाई यसरी बताउनुहुन्छ। मेरो छोरी बौद्धिक अपाङ्ग, छोरी 34 वर्षको भयो। 4-5 वर्षमा त केही त्यसको हुने प्रकृति छ नि, त्यही केही भएन। अनि त्यसले मन लाग्यो भने अलिअलि अराएको काम ल्याइदिन्छ, लग भने उता लगिदिन्छ, अरू काम त केही गरेन। एक्लै हिँड्दैन, त्यो डराउँछ। एकचोटि हरायो, स्कुल पढ्न चाहिँ घरमा मिस पठाइरहेछ। समानताको लागि आवाजबाट मेरो छोरीले घरैमा आएर पढाउँछ। काम पनि कहिले सिकाउँछ, कहिले काहीँ अब एउटा मात्रै होइन, अरू पनि
अलिअलि सिकाउनले पहिलाको भन्दा धेरै राम्रो छ। त्यो जनावरसँग केही जान्दैन है, पछि घरमा मिसाएर सिकायो, त्यहाँदेखि अनि छोरा सबै चिन्छ। मेरो छोरीले अब केही नजानेको छोरीले त्यति भए पनि सिक्यो, उहाँले धन्यवाद। समानताका लागि आवाज नामक संस्थाले पूर्ण तथा अति अशक्त अपाङ्गता भएका जो विद्यालय गएर शिक्षा लिन नसकेका अपाङ्गता भएका व्यक्तिहरूलाई घर दैलोमा गएर शिक्षा दिनको लागि 3 जना शिक्षकको व्यवस्था गरिएको छ। यी 3 जना शिक्षकहरूद्वारा दैनिक रूपमा 3 जना विद्यार्थीहरूलाई शिक्षा उपलब्ध गराउने गरिन्छ। विद्यालय स्तरको शिक्षा लिन सक्ने विद्यार्थीहरूका लागि विद्यालयको पाठ्यक्रम अनुसार पढाउने र विद्यालयकै प्रश्नावली अनुसार परीक्षा लिने र कक्षा चढाउने गरिन्छ भने व्यावहारिक शिक्षाका लागि त्यस्ता बालबालिकाहरूलाई दैनिक क्रियाकलापहरू सिकाउने, मनोरञ्जन गराउने लगायतका क्रियाकलापहरू गराउने गरिन्छ। यस्ता विद्यार्थीहरूलाई घरैमा गएर पढाउने प्रक्रियाको बारेमा बताउनुहुन्छ विगत 2 वर्षदेखि यस्ता बालबालिकाहरूलाई शिक्षा दिँदै आउनु भएकी शिक्षिका शर्मिला दुवाल। म त्यहाँ गएर चाहिँ पढाउँछु, बुक कोर्सहरू पनि अगाडि बढाउन चाहन्छु। हामीले जुन स्कुलमा रेगुलर पढ्छौँ नि त्यही बुकको चाहिँ पढाउँदै गर्छु। विशेष गरी चाहिँ अपाङ्गता भएका बालबालिका जुन चाहिँ स्कुलमा गएर चाहिँ पढ्न सक्दैन उहाँहरूको लागि चाहिँ म घरमा गएर चाहिँ पढाउने गर्छु। हाम्रो स्कुलमा जसरी पढाउँछु म चाहिँ त्यसै गरी पढाउँछु। अब स्कुलमा जे छ त्यही बुक हुन्छ, तर त्यसलाई चाहिँ हामी 2 वर्षमा लगाएर चाहिँ पढाउने गर्छौँ। हाम्रो चाहिँ एक दिनमा 3 जना विद्यार्थी भनेर यहाँ अफिसबाट नै तोकिएको हुन्छ। हाम्रो त्यो टाइम अनुसार चाहिँ पढाउने गर्छौँ। दिनको 3 जनालाई त होइन, हामी भक्तपुर नगरमै गर्छौँ सबै। कोही 8 मा छन्, कोही 9 मा छन्, कोही चाहिँ के अपाङ्ग पुरै मानसिक रूपमा पनि स्वस्थ नभएको अनि बुकहरू पनि पढ्न नसक्नेहरू उनीहरूको लागि चाहिँ पढाउने दैनिक क्रियाकलापहरू चाहिँ गर्ने गर्छु। पहिलाको भन्दा चेन्ज त भएको छ। उनीहरूले अब पहिला त घरमा बसेर यत्तिकै एक्लो महसुस हुने, तर जबदेखि पढाउन सुरु गरे नि उनीहरूले चाहिँ एक्लो महसुस चाहिँ गर्दैन। जस्तो हामीलाई चाहिँ उनीहरूले टिचर भन्दा पनि साथीको रूपमा चाहिँ बढी घुलमिल भएको छ र त्यसले गर्दा चाहिँ हामीसँग धेरै फ्याङ चाहिँ हुनु भएको छ। भक्तपुर जिल्ला चुनदेवीकी 22 वर्षीय कृष्ण जोन्छे मस्तिष्क पक्षघातको कारण शारीरिक अपाङ्गता भएकी महिला हुनुहुन्छ। हाल उहाँ समानताका लागि आवाज नामक संस्थाले सञ्चालन गरेको घर दैलो शिक्षा कार्यक्रमको सहयोगमा कक्षा 9 मा विद्यालय स्तरको शिक्षा लिँदै आउनु भएको छ। विक्रमसम्म 2066 सालमा कक्षा 8 सम्मको शिक्षा विद्यालयमा नै गएर लिनु भएको र विद्यालयमा साथीहरूले अपाङ्गता भएकै कारण घृणा गरेको भएर 2 वर्ष विद्यालय छोडेर बस्नुभयो। पछि समानताका लागि आवाजले घर दैलो शिक्षा कार्यक्रम सञ्चालन गरेपछि घरमा नै बसेर पढ्दै आउनु भएको छ। यसरी घरमा नै गएर आफू जस्ता अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा उपलब्ध गराउनु भएकोमा समानताका लागि आवाज नामक संस्थालाई धेरै धेरै धन्यवाद दिनुहुन्छ भक्तपुर जिल्लाकी शारीरिक अपाङ्गता भएकी महिला कृष्ण जोन्छे। मेरो नाम कृष्ण जोन्छे, म 9 कक्षामा पढ्छु। समानताको आवाजको पक्षबाट घरैमा पढ्दैछु। टिचर पठाएर पढाइराख्नु भएको छ। पहिला चुनदेवीको शान्ति निकेतनमा 8 कक्षासम्म पढेको थिएँ। अनि साथीहरूले चाहिँ तिमी चाहिँ जिन्दगीमा केही गर्न सक्दैन, तिमीलाई कोही साथी छैन भनेर भने त्यो अलि मेन्टलीले गर्दाखेरि 8 कक्षासम्म पढेको थिएँ। अनि त्यहाँदेखि स्कुल छोड्नु परेको। साथीहरूले एकदम अपमान गरेकोले घरमा टिचर आएर मलाई पढाएर बसिरहे। टिचरले पढाउँदाखेरि चाहिँ बुझ्छु राम्रो, 2 घन्टा पढाउनुहुन्छ। म समानतालाई यही भन्न चाहन्छु, मलाई चाहिँ समानताको आवाजमा उहाँहरूलाई म धेरै धन्यवाद दिन्छु कि मलाई समानताको आवाजमा राख्नुभयो, पढ्ने मौका दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। शिक्षा लिन पाउने सबैको नैसर्गिक अधिकार भए तापनि अन्य व्यक्तिहरूको तुलनामा विशेष गरी पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले शिक्षा लिन पाएका छैनन्। हाम्रा भौतिक संरचनाहरू, विद्यालयका संरचनाहरू अपाङ्गता मैत्री नभएको कारण आफै हिँडुल गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूले चाहेर पनि शिक्षा लिन पाएका छैनन्। यस्तै समस्याहरूको न्यूनीकरणका लागि भक्तपुर जिल्लाको समानताका लागि आवाज नामक संस्थाले यस्ता पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको लागि घर दैलो शिक्षा कार्यक्रम सञ्चालन गरेको हो। हालसम्म यो कार्यक्रमबाट 5 जनाले विद्यालय स्तर र 4 जनाले व्यावहारिक शिक्षा लिइसकेका छन्। अपाङ्गता भएका बालबालिकाहरूलाई पढाउँदाको अनुभव बताउनुहुन्छ घर दैलो शिक्षिका रबिना श्रेष्ठ। म खास एरियल ग्रुपका बालबालिकाहरूलाई पढाउँछु अनि उहाँहरूलाई चाहिँ एउटा मन्टेश्वरीको रूपमा पढाउँछु। उहाँहरूलाई चाहिँ नचाउने, गीतहरू बजाउने, नचाउने, विभिन्न खेलौनाहरू खेलाउने अनि साथीको रूपमा काम उनीहरूसँग खेल्ने, घुलमिल हुने काम गर्छ। एकजना एजुकेसनल छ, उहाँ क्लास
2 मा पढ्नुहुन्छ अनि उहाँलाई चाहिँ कोर्सै लान्छु पढाउँछु अनि आफैले क्वेसन आन्सरहरू गरिदिन्छु अनि उहाँ त्यही अनुसार प्रिपेरेसन गर्नुहुन्छ 10 कक्षासम्म पढ्नु हो बाटोमा अपाङ्गहरू देखिन्थ्यो उहाँहरूको लागि नि केही गर्नु जस्तो उहाँहरू पनि मान्छे हुनुहुन्छ भन्ने भावनाले आएको हो त्यही भावनाले चाहिँ म यही क्षेत्रमा लागेको अपाङ्ग व्यक्तिहरूले नि केही गर्न सक्नुहुन्छ कि भन्ने उहाँहरूलाई नि शिक्षा दिएर उहाँहरूलाई पनि दैनिक कार्यको लागि चाहिँ अग्रसर गराउनको लागि चाहिँ म यो क्षेत्रमा आएको उहाँहरूले चाहिँ अब दैनिक रूपमा चाहिँ हामीले म्युजिकहरू गर्दाखेरि चाहिँ उहाँहरूको घरमा बसिरहनुको छ त हामी गएर 1.5 घन्टा बसेर पनि उहाँहरूले चाहिँ माइन्ड फ्री पाउनु भएको छ जसले गर्दा चाहिँ उहाँहरू समाजमा पनि हिँड्न सक्नु भएको छ उहाँहरूको चाहिँ दैनिक व्यवहारमा पनि परिवर्तन भएको छ हात धुने दाँत माझ्ने होइन यिनीहरू कार्यहरू चाहिँ गरिरहनुहुन्छ सरसफाइ सम्बन्धीहरू अब म्युजिकतिर पनि ध्यान अब अपाङ्गहरू पनि म्युजिकमा ध्यान जाँदो रहेछ भन्ने कुराहरू हुन्छन् आजभन्दा 5 वर्ष अगाडि 6 जना पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरू सहित यो घर दैलो शिक्षा कार्यक्रमको सुरुवात गरिएको थियो यो कार्यक्रम अन्तर्गत अहिले कक्षा 8, 9 र 10 को पाठ्यक्रम अनुसार केही विद्यार्थीहरूलाई शिक्षा उपलब्ध गराउँदै आइएको छ अपाङ्गता भएका व्यक्तिहरूको लागि नेपाल सरकार शिक्षा विभाग मार्फत पनि काम हुँदै आएका छन् सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा शिक्षा लिन पाउन् भनेर नेपाल सरकारले हालसम्म 380 वटा समावेशी स्रोत कक्षाहरू र 33 वटा विशेष विद्यालयहरू सञ्चालनमा ल्याएको छ शिक्षा विभागका अनुसार 34,000 विद्यालयहरूमा 72,795 जना अपाङ्गता भएका बालबालिकाहरू विभिन्न विद्यालयमा अध्ययन गरिरहेको पाइन्छ तर पनि अधिकांश पूर्ण तथा अति अशक्त अपाङ्गता भएका विद्यार्थीहरू अझै विद्यालय बाहिर रहेको अवस्थामा समानताका लागि आवाज संस्थाले यस्तो घर दैलो शिक्षा कार्यक्रम ल्याउनु एक उपलब्धिमूलक कुरा हो समानताका लागि आवाज नामक संस्थाले सञ्चालन गरेको यो कार्यक्रम प्रभावकारी रहेको बताउनुहुन्छ शिक्षा विभाग समाहित शाखाका प्रमुख एवं उपनिर्देशक गणेश प्रसाद पौडेल समानताका लागि आवाज हामीले हेरिरहेछौँ नजिकबाट त्यो संस्थाले सञ्चालन गरेको शैक्षिक गतिविधिलाई चाहिँ हामीले अवलोकन गरिरहेछौँ र उहाँहरूले तीव्र खालको अपाङ्गता जटिल परिस्थितिका अपाङ्गता जो घरबाट बाहिर निस्किसकेका छैनन् र पनि घरमै गएर पनि शिक्षा दिनुपर्छ भन्ने किसिमबाट उहाँहरूले प्रोग्राम सञ्चालन गरेको हामीले देखिरहेछौँ जानकारी पाइरहेछौँ त्यसलाई अझै विस्तृत अध्ययनपछि मात्र हामीले थप कुराहरू बताउन सक्छौँ गत आर्थिक वर्षमा चाहिँ हामीले संस्थासँग एउटा चाहिँ पार्टनरसिप प्रोग्राम चाहिँ गरेका थियौँ साझेदारीमा आधारित सहयोग कार्यक्रम चाहिँ एउटा सानो थियो त्यही कार्यक्रममा चाहिँ हाम्रो नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभागले चाहिँ सानो फन्ड त्यसलाई सिड मनी नै भन्दा हुन्छ एउटा प्रोग्राम चाहिँ सपोर्ट गरेको थियो त्यो प्रोग्राम चाहिँ वास्तवमा नितान्त नयाँ पनि छ हामीलाई चाहिँ अत्यन्त प्रभावकारी कार्यक्रम लागेको छ त्यो विषयमा फेरि थप छलफल गरेर एउटा सरकारको आफ्नो धारणा चाहिँ स्वाभाविक रूपमा चाहिँ सार्वजनिक पनि हुन्छ प्रोग्रामहरू त्यो लाइनमा सेट पनि हुँदै जान्छन् तर अहिले सानो अब्जर्भेसनको आधारमा भन्ने भनेदेखि चाहिँ प्रोग्राम प्रभावकारी छ खै एक कप चिया खाऊ न चिया त आज कालो मात्र छ दुध छैन किन हौ अहिलेसम्म दुध ल्याएकै छैन ए के गर्ने त ल नहुनु भन्दा कानो मामा सही भन्छन् कालैले भए पनि काम चलाउनु पर्यो के बोलेको कान्छा तिमीले हजुर के हो कानो मामा भनेको तिमी एउटा व्यक्ति हौ तिमीलाई एउटा कुनै चिज नराम्रो लाग्यो भन्दैमा अपाङ्गतासँग जोड्न हुन्छ अझ कतिपय मानिसले त कुनै चिज बिग्रियो कि लङ्गडो जस्तो बहिरो जस्तो भनेर जोड्छन् यस्तो नराम्रो शब्द बोल्न हुन्छ फेरि आँखा नदेख्ने मानिसलाई त दृष्टिविहीन पो भन्छन् त जे पाए त्यही बोल्ने हो बदमास तपाईले प्रयोग गर्ने गरेका उखान टुक्काहरूले कतै हाम्रै समाजका अपाङ्गता भएका साथीहरूको आत्मसम्मानमा चोट त पुगेको छैन सही शब्द भएका उखानहरू मात्र बोलौं आदर्श व्यक्तिको परिचय दिउँ नेपाल अपाङ्ग मानव अधिकार केन्द्र कार्यक्रमका दोस्रो चरणमा हामी शारीरिक अपाङ्गता भएकी महिला देवकुमारी पराजुलीको संघर्षको कथा प्रस्तुत गर्दैछौँ स्याङ्जा जिल्ला सिरसकोट गाविस वडा नम्बर 9 मा जन्मिनु भएकी देवकुमारी पराजुली शारीरिक अपाङ्गता भएकी महिला हुनुहुन्छ उहाँ 5 वर्षको हुँदा पोलियो भएको कारण उहाँको दायाँ खुट्टा कमजोर छ भने हिँडुलको लागि क्यालिपर प्रयोग गर्नुपर्ने हुन्छ हाल उहाँ काठमाडौँको प्रकृति मण्डपमा रहेको राष्ट्रिय अपाङ्ग कोषमा फिजियोथेरापिस्टको रूपमा कार्यरत हुनुहुन्छ यसका साथै उहाँ अपाङ्गताको क्षेत्रमा विभिन्न संघ संस्थाहरूमा रहेर काम गर्दै आउनु भएको छ बाँकी कुरा सुनौ उहाँको आफ्नै आवाजमा
नमस्ते, म देवकुमारी पराजुली, घर स्याङ्जा शीर्षकोट गाविस वार्ड नम्बर 9 धनमुडा। अहिले म राष्ट्रिय अपाङ्ग कोष प्रगति मण्डपमा रिहेबिलिटेसन थेरापिस्टको रूपमा काम गर्दैछु। मेरो बुवा चुरामणि पराजुली, आमा रुक्मिणी पराजुलीको कान्छी छोरी म। हामी 5 जना मध्ये म चौथो सन्तान। दिदीबहिनी हामी 2 जना हौं र दाजुभाइ 3 जना हुनुहुन्छ, 2टा दाइ एउटा भाइ हुनुहुन्छ। म 5 वर्षको हुँदाखेरि पोलियो भएको, दायाँ खुट्टा चाहिँ मेरो कमजोर छ। म अहिले चाहिँ क्यालिपर लगाएर हिँड्छु। उपचारको लागि मेरो बुवाले गोरखपुरदेखि पाल्पा तानसेन काठमाडौँसम्म ल्याउनु भएको थियो। पछि म 11-12 वर्ष बाल्यकालमा मेरा थुप्रै साथीहरू थिएनन्, तर मेरो परिवारभित्र मेरो दाजुभाइ, बुवा आमा, दिदीले गर्ने जुन माया छ, त्यो माया चाहिँ मेरो निरन्तर उस्तै रमाइलो छ। अपाङ्गता भएकै कारण पारेको कठिनाइ भन्नुपर्दा स्कुलमा त्यति बेला चर्पीको व्यवस्था थिएन। म 5 क्लासदेखि 6-7-8 पढ्नको लागि स्कुल टाढा थियो। स्कुल जाँदाखेरि मैले घुँडा समातेर हिँड्थेँ पहिला। त्यति बेला चाहिँ मेरो पुरै घाउ हुन्थ्यो। कम्तीमा पनि 2-3 महिनामा 15-16 दिन म स्कुल जाँदिन थिएँ, किनभने त्यो घाउले गर्दा समाउन मिल्थेन। म कति पटक त स्कुल जाँदाखेरि खुट्टामा घाउ हुने दुःखले बिना कारण रुँदै घर फर्किन्थेँ। अपाङ्गता भएकै कारणले त्यही उपनामले बोलाइन्थ्यो। मैले एसएलसी गाउँबाटै श्री घुरुङखामावि दपोखरीबाट मैले एसएलसी दिएँ भने फेरि मैले सीएमए पढेँ। सीएमए पढिसकेपछि मैले काठमाडौँमा जब गर्न थालेँ। जब सँगसँगै मैले +2 गरेँ अनि त्यस पछाडि म वर्ल्ड भिजनमा काम गर्न जुम्ला गएको थिएँ। जुम्ला गइसकेपछि त्यहाँ अपाङ्गता भएका व्यक्तिहरूलाई गर्ने व्यवहार देखिसकेपछि मलाई यो क्षेत्रमा हामीले केही गर्नुपर्छ होला भन्ने लागेको थियो। त्यसपछि म राष्ट्रिय अपाङ्ग कोष मार्फत बेंगलोर गएर रिहेबिलिटेसन थेरापीको कोर्स गरेँ। त्यहाँ गएर आएपछि म निरन्तर रूपमा यहाँ काम गर्दैछु। मैले स्कुल पढ्दाखेरि त संसारमा म मात्रै अपाङ्ग हो भन्ने सोच्थेँ, किनभने मान्छेहरूले मलाई ताती लाएर हेर्थ्यो कि म हिँडेको। ताती लाएर हेर्दाखेरि म अनौठो जीव रहेछु, त्यही भएर यिनीहरू सबैले मलाई अचम्म मानेर हेरेछन् भन्ने लाग्थ्यो। काठमाडौँ आएपछि मलाई त्यो भएन, किनभने म भन्दा पनि कठिन परिस्थितिका थुप्रै साथीहरू रहेछन्। अपाङ्गता भएकै कारण गुमाएका कुराहरूमा चाहिँ मलाई पश्चाताप छैन। जिन्दगी के हो त भन्ने कुरो मैले बुझ्न पाएँ। त्यो कारणले चाहिँ मलाई त बाल्यकालमा त दुःख लाग्थ्यो, यति बेला आउँदा चाहिँ मैले गुमाएको केही पनि छैन पाएँ। अपाङ्गता भएकै कारण गुमेर मलाई चित्त दुखेको एउटा कारण छ। म जब बेंगलोरबाट फर्केर आएँ, तानसेन हस्पिटल पाल्पाको त्यो मिसन हस्पिटलमा फिजियो एसिस्टेन्ट भनेर मागेको थियो। मैले यहाँबाट बायोडाटा पठाएँ। मेरो बायोडाटा पठाइसकेपछि उनीहरूले 64 जना मध्ये 4 जना सिलेक्ट गरे। 4 जना भित्र म पनि परेँ। अनि त्यसपछि इन्टरभ्यूको लागि उनीहरूले फोन गरेर बोलाए। म इन्टरभ्यू दिन भनेर गएँ। डाक्टरहरू लगायतको टिम थियो। उहाँहरूले मलाई ढोकाबाट भित्र छिर्ने उहाँहरूले मलाई तलदेखि माथिसम्म हेर्नुभयो। उहाँहरूको त्यो मप्रति सोधिने क्वेसन त्यो चाहिँ म मैत्री थिएन कि मसँग उहाँहरूले त्यो गरेको व्यवहारले चाहिँ मलाई अहिले पनि नमिठो लाग्छ। सकेसम्म आफूलाई यही क्षेत्रमै समर्पित गर्न चाहन्छु। जीवन भनेको सङ्घर्ष हो। जुन सङ्घर्ष मैले बच्चैदेखि गर्न पर्यो, त्यही सङ्घर्षसँगै मुस्कुराउनु नै जिन्दगी हो, त्यही सङ्घर्षमै खुसी हुनु नै जिन्दगी हो जस्तो लाग्छ। म आफ्नो जिन्दगीप्रति एकदमै सन्तुष्ट छु। स्पेसली अपाङ्गताकै क्षेत्रमा, महिलाहरूको क्षेत्रमा केही गर्न पाए हुन्थ्यो जस्तो चाहिँ मलाई एकदम लाग्छ। अपाङ्गता भएका व्यक्तिहरूको लागि घरभन्दा ठुलो कोही पनि हुँदैन, केही पनि हुँदैन। बुवा आमाले दिएको हौसला जति ठुलो हाम्रो लागि चाहिँ अरूले दिएको कुनै पनि प्रेरणा हुँदैन। होइन, के खैला बैला रहेछ? के हुनु, त्यहाँ एकजना कसले हो अपाङ्गता परिचय पत्र दुरुपयोग गरेछन्। साङ्ग मान्छेले अपाङ्ग भनेर लिएछन्। हेर्नुहोस् त, ए त्यो त गैर कानुनी कार्य हो। कसैले पनि अपाङ्गता परिचय पत्रको दुरुपयोग गरेमा कानुनी कारबाही हुन्छ। ए हो र? हो त। परिचय पत्रको झुठो विवरण सिफारिस गर्ने समेत पर्दछन् त्यस्तोमा। अपाङ्गता परिचय पत्र अपाङ्गता भएका व्यक्तिहरूको पहिचान पत्र हो। यसको दुरुपयोग नगरौँ। अपाङ्गता अधिकार प्रवर्धनका लागि नेपाल अपाङ्ग मानव अधिकार केन्द्र। कार्यक्रममा अबको पालो रहेको छ व्यापारिक विश्रामको। केही समयको व्यापारिक विश्रामपछि यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। तपाईहरू अहिले काठमाडौँमा 96.1 मेगाहर्ज र पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रहरूमा 101.8 मेगाहर्जमा कान्तिपुर एफएमको तरङ्गबाट कार्यक्रम अपाङ्ग आवाज सुनिरहनु भएको छ। साथै संसारभरि तपाईले www.radiokantipur.com मा लगइन गरेर वा आफ्नो मोबाइलमा एप्लिकेसन डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ। यसको साथै अपाङ्ग आवाज रेडियो कार्यक्रमलाई हामीले युट्युबमा पनि सुन्न सक्ने बनाएका छौं। त्यसको लागि युट्युब च्यानल DHRC नेपाल मार्फत जुनसुकै समयमा तपाई अपाङ्ग आवाज रेडियो कार्यक्रम
सुन्न सक्नुहुनेछ। हामीले कार्यक्रममा समानताको लागि आवाज नामक संस्थाले सञ्चालन गरेको घर दैलो शिक्षा सम्बन्धी तयार पारिएको एक सामग्री र शारीरिक अपाङ्गता भएकी महिला देवकुमारी पराजुलीको सङ्घर्षको कथा प्रस्तुत गरिसकेका छौँ। अब हामी साताभरिका अपाङ्गता सम्बन्धी गतिविधि प्रस्तुत गर्दैछौँ। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा साथी गणेश सुवेदी। नेपाल बोसिया संघको आयोजना तथा जापान नेपाल शिक्षा मैत्री समाजको सहयोगमा नयाँ वर्ष सन् 2017 को अवसरमा काठमाडौँमा पूर्ण अतिआसक्त अपाङ्गता भएका व्यक्तिहरूबीच बोसिया खेलको आयोजना गरियो। सो कार्यक्रममा नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलले बोसिया खेलको बारेमा प्रश्न पार्दै सो कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने जापान नेपाल शिक्षा मैत्री समाज लगायत सम्पूर्णलाई धन्यवाद दिनुभयो। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं समाज कल्याण परिषदका उपाध्यक्ष नीलमणि बरालले मानसिक साथै शारीरिक विकासका लागि खेलकुद अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिहरूको लागि पनि उत्तिकै जरुरी रहेको बताउनुभयो। उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिहरूको खेलको विकासका लागि बोसिया खेल लगायत अन्य खेललाई राष्ट्रिय स्तरको मान्यता दिनुपर्ने कुरामा जोड दिनुभयो। लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको 8औं स्थापना दिवस काठमाडौँमा सम्पन्न भएको छ। सो स्थापना दिवसको अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका इन्चार्ज विजय सुब्बाले 8 वटा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। त्यसैगरी लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका उपाध्यक्ष टीका दाहालले अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न अधिकार सुनिश्चित गर्नका लागि नीतिगत तहमा पुर्याउनका लागि नेकपा एमालेले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो। त्यसैगरी सोही संगठनका महासचिव बालकृष्ण गैरेले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गराउनका लागि पार्टीगत रूपमा सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो। सो कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमालेका केन्द्रीय सदस्य तथा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका इन्चार्ज विजय सुब्बाले विभिन्न जिल्लाहरूमा यस संगठनको विस्तार गर्नुपर्ने, यसका लागि पार्टीले सधैँ सहयोग गर्ने र राजनीतिक अधिकारका लागि यो संगठनमा आबद्ध हुने अपाङ्गता भएका व्यक्तिहरू सबै एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। नमस्कार काका। नमस्कार बाबु। कताबाट आउनुभयो? म काकालाई नै भेट्न आउँदै थिएँ। ओहो बाबु, त्यहाँ चिया चौतारो गएको अनि किन र के थियो र बाबु? अरू त केही होइन, हाम्रो रमेश लोकसेवाको तयारी गर्दै होइन? हो बाबु। हो, ऊ र अरू अपाङ्गता भएका साथीहरूलाई अब लोकसेवा परीक्षामा सहभागी हुने उमेर 40 वर्षको कायम भएको छ नि, हो त्यही खबर गरौँ भनेर। धन्यवाद बाबु, यो त सबैलाई जानकारी गराउनु पर्ने कुरो रहेछ। अपाङ्गता अधिकार प्रवर्धनका लागि नेपाल अपाङ्ग मानव अधिकार केन्द्र। साथीहरू, तपाईहरुसँग पनि अपाङ्गता सम्बन्धी कुनै जिज्ञासाहरू, गुनासोहरू वा तपाईका समस्याहरू छन् भने हाम्रो ठेगानामा पठाउन नभुल्नुहोला। अथवा हामीलाई टेलिफोन गरेर पनि तपाईँ आफ्नो जिज्ञासा टिपाउन सक्नुहुनेछ। हामी आफै वा विशेषज्ञहरूसँग सल्लाह गरी तपाईका जिज्ञासा वा समस्याहरू समाधान गर्ने सक्दो प्रयास गर्नेछौँ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा आफ्नो सल्लाह, सुझाव अथवा प्रतिक्रिया लेखी हामीलाई पोस्ट बक्स नम्बर 19408 मा पत्राचार गर्न सक्नुहुनेछ। साथै इमेलको सेवा प्रयोग गर्नुहुने साथीहरूले dvoice@dhrcnepal.org.np मा इमेल पनि गर्न सक्नुहुनेछ। अथवा हाम्रो कार्यालयको फोन नम्बर 0151554134 मा फोन गर्न पनि सक्नुहुनेछ। फोन नम्बर पुनः एकपटक 0151554134। आजको अपाङ्ग आवाज कार्यक्रम यति नै। अर्को आइतबार रेडियो कान्तिपुरको तरङ्गमा बिहान 7:30 बजे विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू लिएर हामी आउने नै छौँ। सुन्न नभुल्नुहोला। आजको कार्यक्रमको निर्धारित समय सकिसकेको छ। प्राविधिक मित्रलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट साथीहरू गणेश सुवेदी, शर्मिला विश्वकर्माका साथै म जगदीश प्रसाद अधिकारी पनि बिदा चाहन्छौँ। नमस्कार।